मेमे हो नाम साढे 3 धान केसँग में हो थारो भैँसी पालेर के पो गर्नु हौ बेच्दैको मेरो घरमा त के आवासी भयो मङ्गलसिंह न भैँसी आउँछ न मान्छे हौ अब यस्तो मामलामा हार गुहार गरेर नमिल्ने आफै बल गर है दाजु ल अनि कसरी पो टिक्दै आको भर्खर लिप्दै गरेको देख्दौ न दार्मे गोरुको जत्रो आँखाले कि केसिक मात्रै देख्छ यति टेक्दैमा के पो हुन्छ हौ अनि किन पो गराउनु सुर्तीको पोको कहाँ छ नोकर हो म तेरो दासी देखिस् म पनि सुबाकै छोरी हो हेर्न हे देखेको तेरो सुन्दन्दे बाउ पनि एक गलगोरु पाल्न नसक्ने नाथे सुब्बा हलोमा ठोक्ने कर छैन दाँतमा सुन तेरो घरमा पनि हात्ती घोडा भए जस्तो धेरै फुटानी नगर मेरो मैती घरमा गोरु नभएर तैँले जोतेको छस् पाल्नु परेको छ मेरो बाउ मैती धेरै नगर अहिले ल्यामै दिन्छु हारी आइ माइ लु 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 दे त लु मलाई थारो भन्छस् त नमर्द फेरि एकपटक भन् त के पो भनिस् रे अझ बुढी कुट्छस् त नमर्दै हो फेरि बोल त तेरा छाडा थुच्नु सक्दा त हात पनि फर्काउने भइस् पहिले थाहा रह्यो है तँलाई मेरो माया धेरै भएको 5 वर्षसम्म तैँले सन्तान नजन्माउँदा तँलाई मैले के भनेको छु खलाच्छी मलाई नमर्दा भन्छस् जा मर्दा खोज मलाई त जस्तो थाराइमै चाहिएन माया नबचेको टाउकोमा नाच्न खोज्छ अझ धाक लाउँछ सुब्बाको छोरी हुँ भनेर छुबाउ नदेखेको र 2 लालको सुन दाँतमा टाँसेर सुनन्दे सुब्बा नाम पाएको छ म पनि सुब्बा शेरबहादुरको एक्लो छोरो हुँ अर्को लिएर घोर्ले छोरो जन्मेर तँलाई देखाउँछु म अरे जति जान मन लाग्छ जा जानु मन लाग्छ जा लिन आउँछ कि भनेर मेरो बाटो नहेर्लास मरे पनि लिन आउँदिन त पनि फर्केर आउलास ला तेरो बाउलाई लगिदे यति राम्रो बुहारी खेदिहालिस् त्यस्तो होला छिन के काम बुढाबुढीको झगडा त भइहाल्छ नि यसरी घरै छाडेर आउन नहुने सम्झिनले के भने होलान् लोग्ने मान्छेसँग त हाँसेर पो बोल्नुपर्छ सिङ जुदाएर हुन्छ ओइ पानी छाडेर बस कति अदर गरी खानु तँलाई एकसालाई भनिदिन्छु झट्ट फर्किहाल जान्न म ल्याए ल्याओस् अर्को जहिले थारो बैली भनिराख्छ त्यो आमा पो उस्तो त भात खाने बेलामा अनेक कुरा गर्छ भरे भोलि भन्दा हुँदैन